यदि कसैले सिमाना मिचेर तपाईको जग्गामा घर वा संरचना बनायो भने के गर्नुहुन्छ? मुलुकी देवानी संहिता 2074 को दफा 279 ले 4 वटा न्यायिक विकल्पहरू दिएको छ। पहिलो विकल्प, तपाईको स्वामित्वमा रहेको जग्गामा तपाईको सहमति बिना बनेको त्यस्तो घर बजार मूल्यको 25% सम्म कम मूल्यमा खरिद गर्न पाउनुहुन्छ। दोस्रो विकल्प, त्यस्तो घरले ओगटेको तपाईको स्वामित्वमा रहेको जग्गा बजार मूल्यभन्दा 25% सम्म बढी मूल्यमा घरवालाले खरिद गर्न सक्नेछ। तेस्रो विकल्प, घर वा जग्गा खरिद बिक्री लिन वा दिन दुवै पक्ष मन्जुर नभएमा घर बनाउनेले त्यस्तो घर बनाएको मितिले 3 महिनाभित्र त्यस्तो घर भत्काई आफ्नो माल सामान लैजानु पर्दछ। र चौथो विकल्प, 3 महिनाभित्र घर भत्काएर माल सामान नलगेमा त्यस्तो घर जग्गा धनीको हुने व्यवस्था छ। त्यसैले तपाईँ पनि घर बनाउँदै हुनुहुन्छ भने सबैभन्दा अगाडि आफ्नो जग्गाको साँध सिमाना क्लियर गरेर मात्रै घर बनाउनु होला।